कस्तो कहाँ सयको 2 जोड छ त यो कुखुरामा मासुमा तर्लाङ्ग झोल हाल्दा यस्तो मिठो हुन्छ त्यहाँ फेरि चिसोको लोकल भएर है अब त्यो अदुवा लसुन सबै मिक्सरमा हुँदैन सिधै सिलौटामा हुन्छ सिलौटामा पिनेको र मिक्सरमा पिनेको छुट्टै फरक हुन्छ नि फेरि टेस्टै सुझाउ धेरै भारतमा सुनेको हामीलाई भोटे चढाउने यहाँ चिया बगान आउने गाडी भोटे चढाउने बित्तिकै चिया बगान देखिन्छ भनेर आएको नि चिया बगान देखेन भन्दै भन्दै आएको यत्रो माथि रहेछ नि अझै यस्तो हिँड्नुपर्छ थाहा भएको त म त आउँदै आउँदैन थिएँ बुढी घट्छ नि त यो घटाउनु हुँदैन नि मिनी इलाम अथवा एभरेस्ट टी गार्डन सिन्धुपाल्चोक जिल्लाको बटेचौरमा अवस्थित यो मिनी इलाम अथवा एभरेस्ट टी गार्डन काठमाडौँदेखि मात्र 40 किलोमिटरको दूरीमा रहेको छ। यस गार्डनमा आउनको लागि सार्वजनिक यातायात अथवा बसको राम्रो सुविधा भएको कारण यहाँ अहिले पर्यटकको घुइँचो दिनानुदिन बढ्दै गइरहेको छ। आउनुहोस् यहाँ कसरी जाने भन्ने कुराको सम्पूर्ण जानकारी तपाईँलाई दिनेछौँ, हामीसँगै यात्रा गर्नुहोला। को बाइक हो अनि 11 लाखको बाइक हो अनि नसकिने अनि यस्तो कुदेर हुन्छ त मिका दाइको पछि लागेर हुन्न साथीले मेरो त 11 लाखको बाइक हो भनेर सिधै हो। जाउँ सिधै हामी त आइपुग्यो नि। अब हाम्रो त अब यो सासु आयो होइन, अब उता जानुपर्ने त केटाहरू त के छ त नि कहाँ आइपुग्यो भक्छ अलि छ छैन सबैजना भेट्यो कतिखेर अरू जाने एउटा साथीको गाडी गयो अहिले बाटोतिर अहिले चाहिँ हामी कुद्दै आएको छौँ हेर्नु सबै आम्माम यस्तो दामी ट्र्याक्टर खत्त अहिले उसले गर्नुपर्छ अहिले धुलोला अहिले भन्ने हो अघि हिँड्ने बेला फोन भन्नु पर्दैन मलाई के अरे उहिलेदेखि भनेर हुन्छ अघि मैले फोन गर्दा सम्झाउनु पर्छ नि के यो निसा तन्ना ल्याउनु पर्ने नि त्यहाँ बस्नलाई
ए ल भयो ल अब उतै भेटौँ ल बस पार्कमा उता साकुको बस पार्कमा भेटौँ है बस चढ्यो अरे बसमा छ अरे के हो जोरपाटीबाट साकुको बस चढ्यो अरे बसमा छ अरे क्या को को सबैजना रक्से पनि आयो ए त्यो त रक्सेलाई लिएर आउनु भन्दै अब म बाटो किनेको रक्सेलाई बोकेर चाहिँ कता हिँड्नु मैले रक्षा चाहिँ अनि तिनकुनेमा पढ्न जान्छ अनि त्यही त मलाई आशाले रक्सा दिने पनि लिएर आउनु त्यही भनेर भन्थ्यो बाटै किनेको छैन उसलाई लिएर चाहिँ कता हिँड्नु हामी परे बस पार्कमै पर्छौँ है बस पार्कमै के त बस पार्कमै पर्छौँ क्या अनि भरे उनीहरूकै त्यो बाइक अगाडि पछाडि गरिदिन्छु नि तर फेरि बसलाई अगाडि पछाडि गर्दा कहिले कहिले त्यसले हामी अगाडि हिँड्दै गर्छ बसहरू त यतैबाट आइरहेको छ यता मेलम्चीको बसहरूलाई साथो खरी होला हौ खै साइकल जस्तो बोकेर पठाउँदैन एकछिन है बाइक अनि कता हो कार बाइक पार्किङले त्यो सागु खाने पानी सक्छ यता ओ यहाँ कता हो कता कन्फ्युज भयो कन्फ्युज भयो के कन्फ्युज बाटो यतै होला हौ भोटेको उता सोधौँ है त दिदीलाई सोधौँ दिदी दिदी यो भोटेचो जाने बाटो यो ए हस् यही रे $11 लाख हो 11 लाख होला ए समस्या रहेछ त वेलकम टु जसी पौवार जसी पौवार यतै हो अङ्कल यो भोटे चौर जाने बाटो कता हो यति हो लेफ्ट मोड्नु पर्ने रहेछ नि त आम्मा साथीले त कस्तो उडायो सुतेको त नि उता
भोटे चौरी यता छ उता उता गयो यार फोन गर त मन्दिरलाई फोन गर मन्दिर दाइको नम्बर भएको मोबाइल त घरमै छ अब यस्तो नम्बरै सेभ गरेन नि अहिले त्यहाँ घुच्यो भने कस्तो हिँडेको यहाँ हेर्नुपर्छ नि यार नाङ्ले भारे मेलम्ची यता रहेछ भोटे त बसिरहेको नि म त सट्ट गाडी यही डिलमा रहेछ दामी हिमालको सबै डाँडा देखिने हो त्यहाँ बसेर पुरिरहेको छु फर्किन्छु आउँदै हुँदैन अनि तपाईँको नम्बर मेरो अर्को मोबाइलमा यसमा त तपाईँको नम्बर नभएर मम्मीलाई माग्दै गरेको मैले चाहिँ फेरि कल गर्छु कलै लाग्दैन फेरि कोही नम्बर भन्नु त अब 9803 9803 00 00 57 57 51 51 एकछिन मम्मीले गरेँ हेलो भेट्यो मम्मी आउनु भयो भेट्यो स्नो भ्यू ल पुगिसक्यो माथि पुगिसक्यो ल उनीहरू गाडीमा आउँदैछ तर झर्यो त तर माथिको बाटो लोकनाथ त हो माथि दामी छ बाटो माथिबाट पनि भए जान्थ्यो है भोटे चोर माथिबाट पनि भए जान्थ्यो फेरि यतै देखाएको छ माथि हिमाल सिमाल डाँडा काँडा गाउँ सबै देखिन्छ पहाड अब म त जाने बित्तिकै रोकेर भ्यू हेर्दै बसिरहेको थिएँ यतिखेरसम्म त आउनु पर्ने भन्छ आउँदैन अनि फोन गरेको फेरि यतै देखाएको छ भोटे चोर जाउँ गाडीमा आउनेहरू चाहिँ कसरी आइपुग्ने हो गाडीमा जान्छ नि त्यसो त आउँदैन नि आउँदैन भन्छ यता गाडी छैन भन्छ रिटर्न गाडी छैन रे छ क्याबबाट चाहिँ हिँड्नुपर्छ अरे 1 घन्टा क्या हिमाल त हेर नि त्यो दामी देख्दो बस है तिनीहरू त कतिखेर आउँछ झर न रोकेपछि त उता डाँडामा जाउँ हिमाल हेरौँ चिया पनि चिया खाँदै बसौँ न यहीँ पाउने होला नि चिया कति लामो साग यहाँबाट चिया लगेर छौँ रुखमा बस्नु ठाउँ है छैन चिया अब त बिस्तारै पुस्नुपर्छ नत्र के दिन्छ यता होइन दिदी चिया पाउँछ ए चिया पाउँदैन अलिक पाउने ठाउँतिर गएर रोकौँ न त नत्र हो अहिले गाडी त एउटै देखिएको छैन जान्छ जाँदैन गाडी अन्त खोइ साखुदेखि पाउँछ भन्यो अरे खलासीलाई सोध्यो अरे अनि फर्किने बेलामा फेरि अनि तिनीहरूलाई गाडी फर्किन्छ यता खोटे चौर होइन चिया बगान जाने गाडी यता लोकल बस आउँछ
लोकल बस 2 बजे आउँछ अनि 3:30 बजे अनि 4:30 बजे आउँछ होला, तिनवटा आउँछ। होइन उता साँखुबाट चाहिँ साँखुरामै आउँछ अब बेला भन्ला कति बज्यो? 12:30 हो एउटा आउँछ अब। अहिले एउटा आउँछ अनि फर्किने बेला चाहिँ कति बजीसम्म फर्किन्छ? फर्किने बेलामा 4:30 बजीसम्म फर्किन्छ क्या, तिनवटा 2:30 बजे 3:30 4:30। ए 4:30 लास्ट हो। अब कति टाइम लाग्छ यहाँबाट? चिया बगान जान यहाँबाट 7 किलोमिटर हो। अझै 7 किलोमिटर त्यही हो, नजिकै हो। कति नै हो नत्र उतै बसौँ पुगेरै होइन, चिया खाने ठाउँ त्यो रोकौँ। तपाईँले चाहिँ भ्यू देखेर बस्नु मन लाग्यो? अँ यस्तो भ्यू त कति देखिन्छ अहिले एकछिन अहिले होइन झन् माथि माथि गइँदैछ होइन। बस पाउँछ र तिनीहरूले भेट्छ कि भेट्दैन? अब साँखुबाट अब एउटा मात्रै बस आउँछ अरे अनि त्यो बस भेट्छ कि भेट्दैन भनेको नि। उनीहरूलाई त्यो भनिहाल्नु। के भन्ने अब? साँखुबाट 3टा बस लाग्छ अरे, अहिले कति हो? 12:30 होइन यताबाट चाहिँ भनेको 3टा बस। त्यो त 4:30सम्म झर्ने नि जसरी पनि आइपुगिहाल्यो भने, नत्र त्यतै बस्नु पर्यो। मार्छ नि यिनीहरू बिहान 8 बजे हिँड्नुपर्ने हो क्या? हिँड्नेहरू कति बजी हिँड्नु? 9 बजे अनिसाहरू त 9:30 बजे बस चढेको अनि किन बसिरहेको? उनीहरू नघुमे पनि हामी चाहिँ घुमौँ न होइन। हुन्छ अब के यो पनि भगमा हो रोकिँदैछ त घुम्नु गऱ्यो नि। त्यो कस्तो राम्रो गाउँ आएको। कता होटेलमा बस्नु भन्दा नि दाइ यस्तोमा होमस्टे बस्नु मजा आउँछ क्या। हो मजाको है। अनि हेर्नु न कस्तो गाउँघरको याद आउने क्या, अर्ग्यानिक। भने त्यही बास हुन्छ के हो? हाम्रो त्यो उयसमा क्या धरानदेखि माथि तपाईँको त्यो राजारानी जाने बाटोमा क्या त्यस्तै छ क्या। सबै तपाईँको त्यो घरहरू तपाईँको यस्तो पसलको घरहरू अहिले तपाईँको के गरेको छ भने सबै होमस्टे बनाइदिएको छ क्या। मगर गाउँ छ त्यहाँ। ए अकबरे खोर्सानीहरू तपाईँको त्यहाँ जे अर्ग्यानिक उनीहरूले रोप्छ नि त्यहाँको आउने पाहुनाले बोकेर लग्नु पाउने क्या टिपेर फ्रीमा है। राम्रो सर्भिस ल्याएर रहेछ होमस्टे तिनीहरूको त्यहाँ होइन। अनि राति उनीहरूको टक्कसँगले एउटा मेन ठुलो घरमा सबैजना त्यहाँ जति यहाँ छ नि उयो रातो घर एउटा मेन घर भयो भने त्यहाँ मगर डान्स देखाउँछ होइन। राति उनीहरूको डान्स देखाउँछ, उनीहरूको खानपिन अर्ग्यानिक खानेकुराहरू उनीहरूको लोकल खानेकुराहरू खुवाउँछ, रमाइलो गर्छ। खानपिन सबैजनाको आफ्नो घरमा हुन्छ। त्यहाँ फेरि मेन जस्तै हाम्रो राईहरूको उता गाउँघरमा जे पाक्छ नि राईहरूको मेन चिजहरू हो त्यस्तो उनीहरूकोमा खुवाउने चखाउने गर्छ। त्यस्तो दामी छ। अनि भित्र जाँदा पक्का होटेलकै रुम क्या, बेड क्या त्यस्तो हुन्छ। अनि त्यहाँ चाहिँ त्यति गरेदेखि अहिले त्यो गाउँ कहाँदेखि कहाँ पुगिसक्यो अरे क्या अहिले है। त्यस्तो छ दामी। मेन त्यहाँ अकबरे खोर्सानी पाउने हो, यस्तो पिरो पाउँछ त्यहाँको। त्यहाँ नासपाती फल्छ अरू सबै त्यहाँको गेस्टहरूले चाहिँ आफूले इच्छा लागे टिपे पाउने क्या। फेरि अब गेस्ट भन्दैमा उनीहरूले त अब लुछेर त्यति लग्छु बोराइ लग्छु भनेर त कोही हुँदैन। यसो अलिकति लग्छु भनेर आधी केजी 1 केजीसम्म लग्छ। त्यस्तो हुन्छ कि पोलिसी त्यो छ त्यहाँको। राम्रो छ, सब घर एउटै कलर हालिदिएको छ। हो त्यो पनि राम्रो है, कलर एउटै हुनुपर्ने। कलर एउटै घर हुन्छ होइन।
अनि भर्खरको तपाईँको यङ स्टार केटाकेटीहरू सानसानो बच्चाहरू टिनेजरहरू सबै मगर ड्रेसमा अनि बुढोहरू मगर ड्रेसमा आउँछ बुढाबुढीहरू अनि बुढाबुढीहरू बिचमा बसेर उनीहरूको गीतहरू गाउँछ भर्खरको यङ स्टारहरू चाहिँ टिनेजरहरू चाहिँ वरिपरि गीत त्यो गीतसँगै नाच्छ क्या उनीहरूको हाम्रो साकेला नाच जस्तो क्या त्यसो राम्रो छ यिनीहरू पनि होमस्टे त होइन होला त तर्ल्याङ्गै भात यो कुखुरामा मासुमा तर्ल्याङ्गै झोल हाल्दा पनि यस्तो मिठो हुन्छ त्यहाँ फेरि चिसोको लोकल भएर है अब त्यो अदुवा लसुन सबै मिक्सरमा हुँदैन सिधै सिलौटामा हुन्छ सिलौटामा पिनेको र मिक्सरमा पिनेको छुट्टै फरक हुन्छ नि फेरि त्यस्तै सुन्छौँ धेरै भात नहुँ अब चिया बगान चाहिँ कता हो क्या यहाँ भ्यू पोइन्ट रहेछ त फेरि अर्को चिया बगान कता हो यतै हो कति टाइम लाग्छ यतै 2 किलोमिटर अनि कच्ची जानुपर्छ अलिकति ढोका छ चिया बगान जाने बाटो भनेको छ धेरै टाढो छैन अब आयो हस् धन्यवाद जाल्पादेवी सामुदायिक चिया बगान किनेलाई भन त त्यहाँनिर बस रोक्ने ठाउँ रहेछ होइन चिया बगान छिर्ने गेटमा रोकिदिनु भन्नु त्यो गाडीलाई भन्नु लगायो अनि तिनीहरूलाई चाहिँ यहाँ लिनु आउनुपर्छ जस्तो छ के गर्नु यार तेलको लागि चाहिँ एकै छोडेर हिँड्दै जानुपर्छ क्या गाडीबाट झिके पनि यत्रो उकालो छ हिँड्नु मजाले हिँड्नुपर्छ त्यो दुईजनाले ओसार्नुपर्छ भने मजाको बनाउनु लागेको रहेछ त्यो त हो त्यो यो कन्फ्युज छ क्या फेरि यो दुईवटा बाटोमा अहिले म माथि कन्फ्युज भयो जस्तै यो चाहिँ कहाँ हैकुक हैपुङ जाने बाटो चाहिँ यहाँ भनेपछि यहाँ के भनेर रोक्नु पर्यो तल जानु आँटेको छ भने चिया बगान जाने भनेर चिया बगान जाने 0 किलो यो फोन गरेर के भन्नु भने होइन हैपुङ जाने गाडी हो भन न हैपुङ जाने गाडी हो भनेर चाहिँ सोध्नु न नत्र गाडीमा आउँदाखेरि त यहीँ उभियो हुन्छ त यहीँ झर्दा हुन्छ हैपुङ भनौँ भने हैपुङ भनौँ चाहिँ यहाँ झर्दा हुन्छ होइन चिया बगान जाने बाटोमा झर्दै त्यो मैले सोधेको होइन सुन न मैले सोध्नु खोजेको के भने त्यहाँ गाडीवालालाई सोध्नु त्यो होइन कन्ट्रेक्टरलाई के सोध्नु भने हैपुङ जाने गाडी हो कि होइन भनेर कन्फर्म गर होइन हैपुङ त्यो मेसेज हैपुङ त्यो मेसेज गरेर टाइप गरेर सेभ गरिराख होइन हैपुङ भन्ने अनि के गर भने हैपुङ यहाँ बसेको चाहिँ कसरी छ हामी चिया बगान जाने हो हामीलाई त्यहाँ एटेसको 15 छ अरूको 12 एउटा रुममा 6 जना 7 जनासम्म सुत्नुहुन्छ अरूकोमा चाहिँ एकजना व्यक्तिको कि एउटा रुमको एउटा रुम कि एउटा रुमको ए भने 1200 तिरेर 6-7 जना सुत्न मिल्यो खानाको चाहिँ फाल्टै हजुर खाना खाजाको चाहिँ फाल्टै दिनु पर्यो हजुर एकजनाको 1200 होइन रुमको 1200 हजुर 6 जना 7 जना सुत्न मिल्छ खाना ट्याब्लेट भएको ठुलो छ खाना खाजाको चाहिँ फाल्टै दिनुपर्छ खाना खाजाको चाहिँ फाल्टो होइन भने चाहिँ तिमीहरू अलिक तलै झर्नुपर्छ क्या अझै 5 मिनट तल
जाँदैन कि हिँडेर आउँदा 10 मिनटै लाग्छ 10 मिनट बढी लाग्छ नि कतिको हिँड्नुहुन्छ फटाफट आउनु त आउँछ तपाईँहरू तेल बेच्नु राख्नु भएको छैन होला है छैन नि यहाँ त तेल के हो? तेल सकिनु लागेर कसको अगाडि त भोटे चाउरमा त पाउँछ तपाईँको हामीले त देखेनौँ त नि अनि हेर्दै बजार छ त ठुलो बजार त हरिण भोटे चौर भनेको उताबाट आउँदा आउँदै तपाईँहरूले बजार देख्नु भएन यहाँ उतापट्टि त्यो पहिरा उतापट्टि पारिपट्टि पेट्रोल पम्प छैन जर्किनमा होला होइन बेच्ने जर्किनमा होइन बोतलमा नि पाउँछ ए हो अहिले अन्त मतलब पेट्रोल पम्पै छैन बोतलमा पाउने के गर्ने बस्नु कि हामी जानु त हामीले जाँदै गर्नुहुन्छ नि कि बाइक लिएर जाने कि के गर्ने होइन भने होइन अन्त हँ? हाइपुङको बस होइन भने होइन होइन सोध्छु भनिरहेछ ए उनीहरू बोलाउले गाडी पाएको पछाडिको सिटमा बसिरहेको होला नि अब ग्याङै कतिजना छ 6जना छ 6जना हामीलाई थाहा भएन नि त यो गाडी नत्र अगाडिको गाडीमा आउनुहुन्थ्यो पहिलो आउँथ्यो त्यही गाडी हो कि हाइपुङ त यहाँ आएर सुनेको हामीलाई भोटे चढाउने यहाँ चिया बगान आउने गाडी होइन त भोटे चरा आउने बित्तिकै चिया बगान देखिन्छ भनेर आएको नि फर्स्टचोटि हो थाहा नभए चाहिँ के गर्नु यहाँ चिया बगान देखेन भन्दै भन्दै आएको यत्रो माथि रहेछ नि कहाँ अझै यस्तो हिँड्नुपर्छ थाहा भएको भए त म त आउँदै आउँदिनँ थिएँ गएर यसो बुढी घट्छ नि त यो घटाउनु हुँदैन नि यसलाई कस्तै भयो नानीहरूको पोका हेर्नु न म मैथिली बोल्छु यता हेलो गाइस गाडी एकदमै मेरो दिमागमा अहिले पनि त्यही दोहोरी चलिरहेको छ गाइस ढिलो गाडी चढ्यो नि त दोहोरी मलाई थाहा छ नि रातो रहेछ कान्छी मुस्ताङको स्याउ होइन अनि कस्तो हुन्छ 2 किलो ल्याऊ हो यही हो अर्को चाहिँ मलाई अर्को म तेलमा पानी तर्के चाहिँ तर्किने म बोल्दा तिमी किन तर्किने सुगर भएर होला भनेको कसैले टेरेन होइन भरे गाडीको त अब आजको बसाइ हामी यहाँ बिहान 2 चोटि हगेर नि गुवाइदियो अङ्कलहरूले के खाना आउनु भएको छ यहाँ अब के आयो के नआयो सुनाउँदै बस्ने रुजुम माथि अब फेरि यहाँ चिया बगान देख्यौ त यहाँ कस्तो कहाँ ए लौ सयको 2 जोड छ त अनि हेर त्यो कपडादेखि बेल्टदेखि एउटै रहेछ छैन हौ बनाएको 100को 2 जोड छैन त हामीले मेलामा बिछरेको जुडुवा 11 रोटेपिङ खेल्नु गएको अर्को पोलोमस खेल्नु गएर अनि को खोइ मुना दिदी आउनुहुन्छ मुन्डी त्यत्रो मजाले यस्तो गरेर स्वागत गरिरहेको छ यसो सबैको अनुहार देख्नु पर्यो होइन को आएको छ भनेर कपी अफ चामलिङ
प्रभुको जय जयकार स्तुति होस् प्रभुको जय जयकार छैन छैन म त्यो दृश्य प्रभु येशूको कल्भरी भनिने ठाउँमा हात र पाउरा शरीर उनको चोटै चोटले पूर्ण थिए हात र पाउरा शरीर उनको चोटै चोटले पूर्ण थिए मैले जाने सबै कारण मेरै अधर्म हो मैले जाने सबै कारण मेरै अधर्म हो स्तुति होस् प्रभुको जय जयकार स्तुति होस् प्रभुको जय जयकार सन्डे स्कुलको काम दे हुन्छ हाम्रो बाउ आमाले फोनबाट झटारे हानेर यसले चाहिँ लखर सक्दैन पढाइ मैले भोलि आउने भनिसकेको मारिहाल्छ नि पर्सिया त पनि हुन्छ नुहाउँदा फेरि साबुन पानी लगाएर नि यहाँ बिचमा हिँड्नु त नुहाइने रहेछ सबै हरियो पातल ढाकेको हामीलाई पनि सजाउला यो जीवन पवित्र बाइबल पढेर दादाले जीवन दिए कल्भरी क्रुसैमा हाम्रा निम्ति रगत बहाए यो जन्मभूमिमा यो जन्मभूमिमा यो जन्मभूमिमा पाडी पाखा कति रमाइलो हरियो पातल राखेको हामीले पनि सजाउला यो जीवन पवित्र बाइबल पढेर हामीले पनि सजाउला यो
भित्र बाइबल पढेर दाइको बनाइदिनु न उता दाइले खतरा एक्सप्रेसन दिँदै हुनुहुन्थ्यो समाप्त दाइले त्यस्तो गरेर के भन्दैछु